नमस्ते, म अनिच्छा विक रामपुर 5 मतेरीबाट तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भनेर आशा गरेको छु। म नि सन्चै छु। अनि म आज बिहानै उठेँ। बिहानै उठेर घर लिपेँ। तपाईँहरूले फेरि कहाँको घर लिपी भन्नुभयो होला। म चाहिँ माइत गएको थिएँ अनि माइतको घर लिपेको हो। अनि म घर लिपेँ अनि घर लिपेर आँगन बढालेँ। हिजो पानी पर्थ्यो, यो मैलाहरू जति पुरै त्यो उसले पानीले जमेथ्यो। अनि मैले आँगन पनि बढालेँ। अनि सानो बहिनीलाई भिडियो बनाउनु पठाएको, भिडियो त कति नराम्रो बनाइदिएको कि हात अगाडि ल्याएर। अनि मैले आँगन पनि बढालेँ। अनि आँगन बढालेर अनि कति धेरै भाँडा धुन थियो कि अनि मैले भाँडा पनि धोएँ। अनि भाँडा धोएर अनि त साथीहरू, हाम्रो फेरि भैँसीले दुध दिन्छ क्या। मेरो माइतमा फेरि दुधको कमी हुन्न, जति बेला पनि भैँसीले दिइरहन्छ, 12 मासे जस्तो हुन्छ। अनि मैले दुध पकाएँ। अनि दुध पकाएर यो फलको नाम तपाईँहरूलाई थाहा छ कि छैन, यसलाई फेरि हाम्रोतिर आरु भन्छ। अनि यो फल खाएँ। अनि मेरो भिडियोसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।